साथीहरू, अब हुन गइरहेको प्रहरी जवानको लिखित परीक्षणमा चाहिँ तपाईहरुलाई बौद्धिक परीक्षणबाट 10 वटा क्वेसन 1 मार्क वटाको 10 मार्कको सोध्छ, जसमा चाहिँ तपाईहरुले 10 वटामा 10 वटै मिलाउने कोसिस गर्नुहोला, किनकि यसबाट चाहिँ तपाईहरुले जति सक्दो मार्क तान्न सक्नुहुन्छ। त्यसको लागि मैले तपाईहरुको लागि भनेर भिडियो लिएर आएको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, यदि घरलाई 427 ले बुझिन्छ भने बगरलाई कतिले बुझिन्छ? यहाँ सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के छ भने घरलाई चाहिँ हामीले कसरी 427 ले बुझिन्छ त? यसमा अब कसरी बुझ्ने भन्दा घ भनेको कति अङ्कमा पर्छ भन्दा घ भनेको क ख ग घ 4 अङ्कमा पर्छ। त्यसैगरी र भनेको कति अङ्कमा पर्छ भन्दाखेरि 27 अङ्कमा। अब घर कसरी बनेको रहेछ भन्दा चाहिँ यो कति अङ्कमा पर्छ त्यसको अनुसारले बनेको रहेछ। त्यही भएर घर 427 मा पर्यो। अब बगर कतिमा पर्छ त? सबैभन्दा पहिला हामीले बुझ्नु पर्यो ब भनेको कति अङ्कमा पर्छ त? ब भनेको 23 अङ्कमा पर्छ, ग भनेको क ख ग भनेको 3 अङ्कमा पर्यो, र भनेको 27 अङ्कमा पर्छ। अब यसको सही आन्सर चाहिँ कति होला भन्दाखेरि 23,327। क को एन्सर सही हुन्छ साथीहरू। प्रश्न नम्बर 2 मा रहेको छ, समूहमा नमिल्ने नेता छुट्याउनुहोस्। क मा रहेको छ रामचन्द्र पौडेल, ख मा रहेको छ शेरबहादुर देउबा, ग मा रहेको छ गगन थापा, घ मा रहेको छ पुष्पकमल दाहाल। अब यहाँ कसरी छुट्याउने भन्दा त यो क ख ग को रामचन्द्र पौडेल, शेरबहादुर देउबा, गगन थापा काङ्ग्रेसका नेता हुन्। अब घ को पुष्पकमल दाहाल भनेको चाहिँ माओवादीका नेता हुन्। अब यसमा नमिल्ने कुन छन् भन्दाखेरि चाहिँ पुष्पकमल दाहाल। यसको सही आन्सर त्यही भएर घ को पुष्पकमल दाहाल हो। प्रश्न नम्बर 3 मा रहेको छ, पूर्व दिशातर्फ फर्केको घोडाको पुच्छर कतातिर झुकेको हुन्छ? यसको सही आन्सर रहेको छ ग को पतालतिर। यसमा चाहिँ अब गाईको, गोरुको, भैँसीको जेको भने पनि पुच्छर कता झुकेको छ भन्नुहुन्छ चाहिँ साथीहरू पतालतिर नै हुन्छ है। प्रश्न नम्बर 4 मा रहेको छ, बाँकी खाली ठाउँमा के हुन्छ? यहाँ दिएको छ 5, 9, 14, 19। अब यो 5, 9, 14, 19 चाहिँ कसरी बनेको छ र बाँकी अब आउने सङ्ख्या कसरी बन्छ भनेर विचार गर्नु पर्यो। अब 5 यहाँ कसरी बनेको छ भन्दाखेरि 5 × 1 गर्दाखेरि 5 भयो साथीहरू। अब त्यसरी नै 9 बन्छ कि बन्दैन? 5 × 2 गर्ने 10 भयो। अब त्यसमा के घटाउँदाखेरि चाहिँ वा जोड्दाखेरि चाहिँ 9 बन्छ त? अब 1 घटायो भने 9 बन्छ, 9 बन्यो। अब त्यसरी नै 14 कसरी बन्छ त? 5 × 3 गर्दाखेरि 15 भयो। अब त्यसमा फेरि 1 घटाउँदाखेरि 14 भयो। अब त्यसरी नै 19 कसरी बन्छ भन्दाखेरि 5 × 4 20 भयो। अब त्यसमा 1 घटायो भने 19। अब यहाँ के गरेको छ भने चाहिँ बढ्दो पहिला 1 लाई मल्टिप्लाई गऱ्यो, त्यसपछि 2 लाई गऱ्यो, त्यहाँबाट 1 घटायौँ, फेरि 3 लाई गऱ्यौँ, 1 घटायौँ, 4 लाई गऱ्यौँ, 1 घटायौँ। अब यहाँ पालो के आयो भने 5 लाई 5 ले गुणा गर्ने अनि त्यसमा 1 घटाउने, यसको पालो आयो। अब यहाँ हेरौँ है त यो मिल्छ मिल्दैन। 5 × 5 25, 25 मा 1 घटाउ 24। अब यो एन्सरमा छ कि छैन त्यो पनि विचार गर्नुपर्छ। अब यहाँ चाहिँ एन्सरमा ख मा 24, त्यही भएर यसको एन्सर ख को 24 हुन्छ। 19 पछि 24 हुन्छ। साथीहरू, भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, म भन्दा जोडिने त भन्दा खोलिने के हो? अब यसमा दिएको छ माया, दया, ओठ, दाँत। अब आफै विचार गर्नु। एकचोटि म भन्दा के जोडियो अनि त भन्दा के खोलियो त? अब हाम्रो ओठ चाहिँ म भन्दा जोडिन्छ, त भन्दा खोलिन्छ। त्यसैले यसको सही एन्सर हुन्छ ओठ। यस्तो झुक्याउने क्वेसनहरू सोध्छ साथीहरू, अलि विचार गर्नुहोला। प्रश्न नम्बर 6 मा छ, यदि घरलाई वन भनिन्छ भने वनलाई घर भनिन्छ भने मानिस कहाँ बस्दछ? यसको सही एन्सर रहेको छ वन। किनकि अब वनलाई घर भनिन्छ, घरलाई वन भनिन्छ, त्यही भएर मान्छे त घरमा बस्छ। तर यहाँ घरलाई वन भनिन्छ भनेको छ, त्यही भएर यसको सही एन्सर वन हुन्छ। यस्तो क्वेसनहरूमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ भने अतालेर मानिस कहाँ बस्छ भन्ने बित्तिकै घरमा लगाइदिनुहुन्छ। तर यहाँ घर भनेको चाहिँ वन हो, वन भनेको चाहिँ घर हो। त्यही भएर यस्तो क्वेसन सोध्छ इक्जाममा। तर तपाईँहरूले ध्यान दिनु चाहिँ एकदम आवश्यक छ है यस्तो क्वेसनमा। प्रश्न नम्बर 7 मा रहेको छ, रामको घरबाट श्यामको घर जान 4 किलोमिटर टाढा छ भने श्यामको घरबाट रामको घर कति टाढा छ? अब रामको घरबाट श्यामको घर 4 किलोमिटर टाढा छ भने त श्यामको घरबाट रामको घर पनि त 4 किलोमिटर टाढा भयो। त्यही भएर यसको सही एन्सर रहेको छ 4 किलोमिटर। यस्तो क्वेसनहरू प्राय सोधिरहेको क्वेसनहरू हो साथीहरू। यस्तोमा क्वेसनमा चाहिँ तपाईँहरूले सबैभन्दा पहिला क्वेसन चाहिँ मजाले पढ्नु होला। फेरि क्वेसन झुक्किनु भयो भने रङ हुन्छ। त्यही भएर यस्तो क्वेसनहरू भनेको तपाईँहरूलाई झुक्क्याउनको लागि दिएको हुन्छ। एकदम विचार गर्नुहोला। भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला साथीहरू। प्रश्न नम्बर 8 मा रहेको छ, कुनै लहरमा राम अगाडि र पछाडि दुवैतर्फबाट 9औं स्थानमा रहेको छ भने त्यहाँ जम्मा कति मानिस थिए? अब यस्तो क्वेसन आयो भने चाहिँ के गर्ने भन्दाखेरि अब राम अगाडिबाट 9 स्थानमा छ, पछाडिबाट 9 स्थानमा छ भने त्यो अगाडिको 9
र पछाडिको 9 स्थानमा 9 लाई जोड्ने 18 भयो। अनि त्यसमा बिचमा त ऊ अगाडिबाट आए पनि पछाडि आए पनि एकजना त उनै भयो, त्यो 1 घटाइदिने। त्यसपछि यसको सही आन्सर हुन्छ 17। प्रश्न नम्बर 9 मा रहेको छ 24 घण्टामा 4 मिनेट ढिलो हुने घडी 1 घण्टामा कति ढिलो हुन्छ? अब यसमा हामीले सबैभन्दा पहिला विचार के गर्नु पर्यो भने 24 घण्टामा 4 मिनेट ढिलो हुन्छ भने त 1 घण्टामा पक्कै पनि मिनेटमा त ढिलो हुँदैन, यो सेकेन्डमा ढिलो हुन्छ। त्यही भएर अब हामीले 4 मिनेटमा कति मिनेट 4 मिनेटमा चाहिँ कति सेकेन्ड हुन्छ भनेर निकाल्नु पर्यो। अब 4 × 60 गर्दा 240 सेकेन्ड हुँदो रहेछ। अब 24 घण्टामा 240 सेकेन्ड हुन्छ भने चाहिँ 1 घण्टामा कति सेकेन्ड हुन्छ भन्दाखेरि चाहिँ 240 लाई 24 ले डिभाइड गर्ने 10 सेकेन्ड। त्यही भएर यसको सही आन्सर रहेको साथीहरू 10 सेकेन्ड। क्वेसन नम्बर 10 मा रहेको छ एउटा टोकरीमा 750 वटा स्याउ छन् जसमध्ये 30% बिग्रेको छ भने उक्त टोकरीमा नबिग्रेको स्याउ कति छन्? अब यसलाई कसरी निकाल्ने भन्दा चाहिँ पहिला चाहिँ 750 को 30% निकाल्ने। अब 750 को 30% भनेको 225 वटा स्याउ चाहिँ बिग्रेको रहेछन्। अब नबिग्रेको स्याउ चाहिँ कति होलान् भन्दाखेरि चाहिँ 750 मा 225 घटाइदिने। यसको सही आन्सर हुन्छ 525। प्रश्न नम्बर 11 मा रहेको छ यहाँ दिएको छ 0 3 8 15 अब डट डट वाट। अब सबैभन्दा पहिला यो कसरी बनेको छ भनेर विचार गर्नुपर्छ साथीहरू। अब 0 कसरी बन्छ भन्दाखेरि चाहिँ 1 को स्क्वायर माइनस 1 गरेर अनि कति हुन्छ त 0। अब 1 को स्क्वायर भनेको 1 भयो, 1 माइनस 1 0। अब 3 कसरी बन्छ भन्दाखेरि अब यहाँ 1 को गर्यौँ, त्यसपछि अब 2 को गर्ने, 2 को स्क्वायर माइनस 1 गरेर भने 2 दुना 4 माइनस 1 3 भयो। अब 8 कसरी बन्छ भन्दाखेरि 3 को स्क्वायर भनेको 9 भयो, 9 माइनस 1 गरेर भने 8। अब त्यसपछि पालो आयो 4 को। अब 4 को स्क्वायर माइनस 1 गरेर भने 4 चौको 16 माइनस 1 15 भयो। अब पालो के को छ भन्दाखेरि 5 को। अब 5 को स्क्वायर भनेको 25, 25 मा 1 घटाउँदाखेरि 24। त्यही भएर यसको सही आन्सर हुन्छ साथीहरू घ नम्बरको 24। प्रश्न नम्बर 12 मा अब यहाँ दिएको छ साथी 20 30 42 दिएको रहेछ। अब यहाँ सबैभन्दा पहिला विचार चाहिँ के गर्नुपर्छ भन्दा हामीले 20 अनि 30 अनि 42 कसरी बनेको छ भनेर विचार गर्नुपर्छ। अब 20 कसरी बन्छ त भन्दाखेरि 4 को स्क्वायर गरेर फेरि 4 जोड हो भने कति बन्छ त 20 बन्छ। 4 चौको 16 प्लस 4 20 भयो। अब त्यसै गरी 30 कसरी बन्छ त 30 पनि अब 5 को स्क्वायर प्लस 5 गऱ्यो भने 5 5 25। अब त्यसमा प्लस 5 गऱ्यो भने 30 भयो। अब 42 पनि त्यसरी नै बनेको छ त। अब 6 को पालो आयो, 6 को स्क्वायर 36 भयो। अब 36 मा 6 जोड्यो भने 42। अब त्यसै गरी अब पालो रह्यो 7 को। अब 7 7 49, 49 मा 7 जोड्यो भने कति हुन्छ त भन्दाखेरि 56। त्यही भएर यसको सही आन्सर रहेको छ घ को 56। प्रश्न नम्बर 13 मा छ दिएको सङ्ख्यामा नमिल्ने छुट्याउनुहोस्। अब यहाँ दिएको छ 8 28 64 125। अब यहाँ के मिलेको छैन भनेर चाहिँ कसरी विचार गर्ने भन्दा अब 8 कसरी बनेको छ, 28 कसरी बनेको छ, 64 कसरी बनेको छ, 125 कसरी बनेको छ, यो रुट सङ्ख्या हो कि होइन के सङ्ख्या हो त्यसरी हेर्नु पर्यो। अब यहाँ हेर्दाखेरि चाहिँ 8 भनेको 2 को घन सङ्ख्या भयो। अब 64 भनेको 4 को घन सङ्ख्या भयो। 125 भनेको 5 को घन सङ्ख्या भयो। अब 28 कतिको घन सङ्ख्या हो कि होइन त भन्दाखेरि 28 कुनैको पनि घन सङ्ख्या होइन। त्यही भएर अब यो 3वटा 8 64 125 भनेको घन सङ्ख्या भयो, 28 भनेको होइन। त्यही भएर यसको सही आन्सर यहाँ नमिल्ने भनेको चाहिँ 28 रहेछ। त्यही भएर यसको सही आन्सर रह्यो ख को 28। साथीहरू भिडियोलाई लाइक कमेन्ट र च्यानललाई सब्सक्राइब गर्नु पनि नभुल्नु होला। तपाईहरुको लागि भनेर यत्रो भिडियो बनाइरहेको छु, च्यानललाई सब्सक्राइब गर्नु होला। प्रश्न नम्बर 14 मा रहेको छ 27 भन्दा 36 जतिले बढी छ कति भन्दा 36 पनि त्यतिले नै कमी छ। यहाँ सबैभन्दा पहिला बुझ्नुपर्ने भनेको चाहिँ क्वेशन छ। क्वेशनमा चाहिँ अब 27 भन्दा 36 कतिले बढी छ त्यति नै अंकले चाहिँ 36 पनि कमी हुनु पर्यो रे। अब 27 भन्दा 36 9 अंकले बढी छ। अब त 36 मा 9 जोड्दिएपछि 45 भयो। अब 45 मा 36 भनेको त्यति नै अंकले कमी भयो। जति अंकले 27 भन्दा 36 बढी थियो त्यति नै अंकले 45 भन्दा 36 कम हुन्छ। त्यसैले यसको सही आन्सर भनेको 45। र आजको लास्ट प्रश्न रहेको छ साथीहरु 15 नम्बर नमिल्ने पत्ता लगाउनुहोस्। यहाँ अब दिएको छ 53 83 89 र 91। अब यहाँ नमिल्ने कुन चाहिँ छ त यो चाहिँ तपाईहरु आफैले कमेन्ट गर्नु होला। विचार गरेर यो कसरी कुन चाहिँ डिफरेन्स छ त यो चारवटामा त्यही सही आन्सर हुन्छ त्यो कमेन्ट गर्नु होला साथीहरु। र भिडियोलाई लाइक कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्दैछ त्यो पनि कमेन्ट गर्नु होला।